हेलो गाइस, हजुर स्वागत छ मेरो अर्को भिडियोमा। आज चाहिँ हामी द्वादशीको मेला हेर्न ठाडा 10 जना लाग्यो। हामी चाहिँ 4 जना अनि पछि अझै 2 जना 6 जना जान लाग्छौँ। दसैँ त्यहाँ ठुलै मेला लाग्छ आज, त्यहाँ अब रमाइलो गर्छौँ। देख्दाखेरि आइज न आइज देखियो हेर जे खायो त्यही छ गाइस। यहाँ गाइस पुलिस चाहिँ के लागेको छैन, पुलिस जस्तो मेला लागेको छैन अहिले। तर जे खायो त्यही छ यहाँ। 24 क्यारेट सुन बहुत भिड हो यार। पानी परेकोले गर्दा यहाँ लस्टी हिँड्छ। आसी एउटा कार किन्दैन का किन्ने नि यार, ल किन्ने छैन ल। बिजम हामी त यहीँ रहौँ, यहाँनिर भित्र छोड। गाइस अहिले त्यस्तो भिड छैन, अहिले एकैछिनमा चाहिँ बहुत भिड हुन्छ। वाच सब छ। आइस गोला अरे आइस जग्गा यता जाने नि भन्नु। यो बजारको एन्डतिर आइसकेका छौँ हामी चाहिँ। यता चाहिँ किचनमा सामान चाहिने केटाकेटीको लागि सिद्रा यति। त्यसपछि सबै सकिएको छ। दम्बर तालको यहाँ चाहिँ शिवको मूर्ति हो। महादेवको लागि ए शिव होइन र, यो शिव कि महादेव खै भन्दैन पर। देख्न सक्नुहुन्छ यहाँदेखि भ्यू चाहिँ। केटाहरू उफ्रेको छन् ल। हान ओ ल ल ल ल अझै एकचोटि ल उल्टे लद्दा ओ ल अझै एकचोटि हो ल ल। देख्न सक्नुहुन्छ गाइस यहाँको भिड चाहिँ अरे भिड भइरहेको छ। देख्न सक्नुहुन्छ गाइस यहाँदेखि भ्यू चाहिँ अहिले चाहिँ गाइस भिड लगाइसकेको छ। देख्न सक्नुहुन्छ अहिले चाहिँ हरि भिड लगाइरहेको छ। एकैछिनमा चाहिँ बाटो हुँदैन, एकैछिनमा चाहिँ यहाँ चाहिँ हिँड्ने बाटो पनि हुँदैन गाइस। हजुर कसरी हो? 20 को एउटा। अहिले चाहिँ गाइस जेरी खाने अरे 20 को एउटा जेरी लगाइस। सो अब चाहिँ जेरी गाइस हामी चाहिँ यो बजार डुलै गरेर थाकेर जेरी पनि खाएर अहिले यो तालको वरिपरि घुम्न लाग्छौँ। एक राउन्ड आउँछ वरिपरि। यो ताल चाहिँ यो है नम्बर 10 सबैले सुन्न कि होला, ठुलै छ। एक राउन्ड लाउँछौँ हामीले। हामी 4 जना छौँ। हाम्रो अर्को ब्लगर पनि हुनुहुन्छ यहाँ आशिष। च्यानलको नाम भनिदिनु न। यो अलि आशिष ब्लगर त्यो सब्सक्राइब गर्ने होला। भइसकेको छ। देख्न सक्नुहुन्छ हाम्रो चाहिँ यति धेरै राम्रै सकेको छ। यत्रो पुरै ल्याएर यहाँबाट निक्ल्यौँ गाइस। देख्न सक्नुहुन्छ गाइस अहिले चाहिँ यस्तो हरि भिड भइरहेको छ। अझै चाहिँ सराई आएको छैन। सराई आयो भने चाहिँ यहाँ छिर्न सक्ने ठाउँ हुँदैन होइन। अब चाहिँ हामी यहाँ बस्नु हुनेछ, यहाँ बस्नुपर्ने हुनेछ। हामीहरूले पर्ने छ। तिनीहरू चाहिँ हराएको छन् गाइस होइन, त्यसैले कुद्नु पर्ने हुन्छ तिनीहरूलाई। चाहिँ राम्रो चुला खोज्दा होइन थाकेर अब चाहिँ खोज्दै छोड्यो होइन। पुरा यो दवाको पुरै 2-3 राउन्ड हान्न तर तिनीहरू भेटाइएन। देख्न सक्नुहुन्छ सब थाकिसकेका छन् गाइस। केटाहरूले के खानु भनिरहेका छन्। अब हामी किन्नु पर्नु हुनेछ। मधुले चाहिँ के कालो के खाने भन्छ, म नाम त थाहा भएन। सो गाइस अब चाहिँ दोकानमा गएर के किन्नु पर्नु हुनेछ। त्यो चाहिँ गाइस यो खजूर खाने भन्नु भइरहेको छ। यहाँको भिड चाहिँ हरि भिड भइरहेको छ। यहाँदेखि उहीँसम्म लाइन लागेको छ। हामी चाहिँ यता बसिरहेको छौँ घरमा। सो होइन अब चाहिँ यहाँ सरा आउने बेला भइरहेको छ। म चाहिँ तपाईँले सरा देखाउनु छु। फाइनली गाइस हामी साथीभाइ भेटिसकेको छौँ। देख्न सक्नुहुन्छ अगाडि भिड हेर्नुहोस्। अगाडि चाहिँ यति धेरै मान्छे धेरै भिड भएर हामी चाहिँ यहाँ यता ब्याङ्कमा आएर बसेको। यहाँमा सराई आउँदैन यहाँ लागि। यो चाहिँ मेरो ब्याङ्क हो। यसको ब्याङ्कको जति पैसा जति निकाल्न पाइन्छ यहाँ सबै आउनु होला निकाल्नु होला। ब्याङ्कको नाम ब्याङ्कको नाम चाहिँ राष्ट्रिय पार्टी ब्याङ्क। ब्याङ्कको पैसा निकाल्नको लागि चाहिँ पहिला आफ्नो एकाउन्टमा पैसा हाल्नुपर्छ। फाइनली गाइस यहाँ चाहिँ सराई आइसकेको छ। चित्रे की काटी कामी
चरा चाहिँ त्यहाँ गएर ऊ त्यो अगाडि जस्तो ल्याउनुपर्ने हुनेछ उहाँ चाहिँ हामी जानु पाइने छैन होइन त्यसैले चाहिँ हामीले चाहिँ यहाँ देख्न कति भिड लागिरहेको छ देख्न सक्नुहुनेछ मान्छे चाहिँ बहुत धेरै हुनुहुन्छ मेलाबाट घर लागिसकेको छौँ यिनीहरूले चाहिँ यो पोपो पार्ने किनेर बजाइ गरेन सुन्ने के नि नबजान हेलो यहाँ चाहिँ अब खतरा घाम लागेको छ यहाँ कस्तो आउँछ अब ब्याक भ्यू हेर्नुहोस् तपाईँहरूले ल गाइस यो चाहिँ सनसेट लाग्ने बेला यता मुतिर खान गाइस हामी चाहिँ यो नबजान गाइस हामी चाहिँ यस्तै अप्ठ्यारो बाटो हुँदै हिँड्छौँ यस्तो गाह्रो छ यस्तो गाइस हामी चाहिँ यहाँ माथि आइसक्नु लाग्छौँ यिनीहरूले बजाइ गरेछन् बाटो यस्तो अप्ठ्यारो छ हामी चाहिँ शीतलबाट आइसकेको छौँ अब पर जानुपर्छ फाइनली गाइस हामी चाहिँ यो सम्म बाटोमा आइसकेका छौँ फेरि बजार फेरि हेरेँ गाउँ जाँदा सम्म बाटो खाम अलिक सजिलो छ त्यो उकालोबाट बल्ल बल्ल आएको गएर अब हजुर म एउटा थोरै भ्यू देखाउँछु अनि पछि पिङ खेलेको ठाउँमा गएर हजुरहरूले पिङ खेलेको देखाउनेछु फाइनली गाइस हामी चाहिँ पिङ खेल्ने ठाउँमा आइसकेको छ हामी चाहिँ अस्ति पनि आएका थियौँ तर आउँदैछ अनि चाहिँ हामी चाहिँ अब आइसकेको छौँ यस्तै पोलतिर छ म हजुरलाई देखाउन चाहन्छु त ब्याक क्यामेरा गरेर मलाई भन्छ नि ओ त्यति नै छ ती थिँदैन फाइनली गाइस हामी चाहिँ अब पिङ खेल्न भइसक्यौँ र मेला पनि गराइसक्यौँ तपाईँहरूले देखिसक्नुभयो होला भिडियोमा र आजको लागि यति नै अर्को भ्लगमा फेरि भेटौँला बाई